नमस्ते, मेरो नाम शैलेन्द्र थापा मगर, कान्तिपुर इन्टरनेसनल कलेजको पूर्व विद्यार्थी। हजुरहरूलाई आजको सानो कुराकानीमा स्वागत गर्न चाहन्छु। सर नमस्कार हजुर। सरलाई कान्तिपुर कलेजमा धेरै स्वागत छ। धन्यवाद। हजुरसँग आज अलिकति रमाइलो विषयमा छलफल गर्न पाइयो, मेरो सौभाग्य हजुर। अलि रमाइलो हजुर। सरलाई होटल म्यानेजमेन्ट पर्सनली हजुरको कस्तो लाग्छ हजुर? होटल म्यानेजमेन्ट मैले जहाँ पनि भन्ने गर्छु कि यदि म कलेज जाने समयमा नेपालमा यस्तो किसिमको कुनै पनि कलेज भइदिएको भए आज क्याप्टन विजय लामा भनेर भन्दा पनि सेफ विजय लामा भनेर चाहिँ म एकदम चिनिन्थेँ। किनकि मलाई इन्ट्रेस्टको विषय हो। एकदम अतिथि देव भव भन्ने जुन शब्द छ नि, त्यो शब्दलाई बोकेको इन्स्टिट्युट संस्था नै यस्तो खालको संस्था हुन्छ कि यहाँ तपाईँले जुन मान्छेले राम्ररी खाना खानु पाउँछ नि अथवा खाना खुवाउँछ नि सन्तुष्ट हुन्छ कि। सन्तुष्टिको निम्ति पनि यो लाइन एकदमै राम्रो। मान्छे भोकै भयो भने त रिसाइरहेको हुन्छ, काम पनि गर्न सक्दैन। एटिकेट भन्ने चिज राम्रो भएन भनेदेखिलाई हेर्दा जतिसुकै ह्यान्डसम ब्युटिफुल भयो भने त्यो मान्छेको एटिकेट नै राम्रो भएन। ब्युटिफाई गर्न संस्कार नै हो। ब्युटिलाइज इन द आइज अफ द बिहोल्डर, आफ्नो ठाउँमा झलक्क देख्नु मात्रै। तर मान्छेलाई अन्ततः आएर जज गर्ने भने उसको क्यारेक्टर, उसको स्किल, उसको प्रेजेन्टेसन, अनि यो सबै कुरा culinary आर्ट्सले भयो होइन। हाउ हस्पिटेबल अनि हाउ हस्पिटेबल हो। हस्पिटालिटी भन्छ नि, त्यो हामीले मान्नुपर्ने त्यो जुन अतिथि देव भव भन्छ नि, त्यसलाई मान्ने र मान्न सिकाउने संस्था नै हो। त्यस कारण सेफ विजय लामा भनेर बोलिदिनुहोस्। अभियसली सर, हजुरको अब धेरै इन्टरनेसनल ट्राभलिङहरू गरिरहनु भएको छ। हजुरले जस्तो एयरपोर्टमा होटेलहरूमा हाम्रो नेपाली स्टुडेन्टहरू त अभियसली नेपाली प्रोफेसनलहरू भेट्नुहुन्छ होला? भेट्छु होइन हजुर? कान्तिपुरको हजुरले भेट्नु भएको छ स्टुडेन्टहरू? भेटेको छु, कतिजनालाई मैले भेटेको छु, डेफिनेटली मैले भेटेको छु। आई क्यान रिमेम्बर होइन। आउँछन् मेरा भाइ बहिनीहरू, साह्रै माया गर्नुहुन्छ मलाई। म त त्यो एकदमै भाग्यमानी व्यक्तिमा पर्छु कि जसलाई चाहिँ सानो इन्फ्यान्ट हुन्छ नि। कतिले त हिजो मात्रै म जापानबाट आएको, मेरो बाबुको फर्स्ट फ्लाइट हो हजुर भने फोटो लिएर आएको चाहिँ साइन गरिदिनु पऱ्यो भनेर साइन गरिदियो कि। सर्टिफिकेट आफै बनाएर ल्याउनुहुन्छ है। अनि सानो उमेरकादेखि लिएर अस्ति केतुके भन्ने ठाउँमा थियो माथि सोलुखुम्बु, 100 वर्षको बुढी आमाहरू मलाई भेट्न आउनुभयो कि है। सो मैले भेटेको छु, उहाँहरूलाई भेटेको छु। कतिलाई खुसीका साथ गएको देख्छु, तर कति एकदम निराशा भएर गएको पनि मैले भेटाएको छु कि। सो मिक्स इमोसन छ मलाई एकदमै। अनि हजुरले यो अब कान्तिपुर कलेजको बारेमा सुन्नुभयो होला, हजुर अलिकति कनेक्टेड पनि सुनेको छु। वान अफ दि फाउन्डिङ इन्स्टिट्युट हो यो होटल म्यानेजमेन्टदेखि लिएर होइन। अहिले आएर फ्याकल्टीहरू पनि धेरै बढाएको छ। र हाम्रो प्रताप सर, नवीन सरहरूसँग मेरो आबद्धता छ क्या। भेरी जेन्टल एन्ड एउटा भिजन भएको, खास केही गर्नुपर्छ है। अब हामीले पनि आई थिङ्क इट्स टाइम टु डु समथिङ। हामीले नेपालमै बस्ने जसले चाहिँ होइन म नेपालमै पढेर म के गर्न सक्छु भन्नेहरूलाई उहाँले टेवा पुर्याउने काम गर्नुभएको छ यसबाट। सो कान्तिपुर इन्टरनेसनल कलेज नामै मनपर्छ कि मलाई। कान्तिपुर नामै कान्तिपुर, काठमाडौँमा बस्ने कान्तिपुर आफ्नै जस्तो। हाम्रो फ्याकल्टी मेम्बर अथवा कलेजहरूलाई चाहिँ आगामी दिनहरूमा यसरी गर्दा अझै राम्रो हुन्छ भन्ने खालकोमा हजुरको आज म यहाँ भनिहाल्दिनँ भने फेरि अरूले चोर दिन्छन् त्यो कुराहरू। हामी नेपालमा एउटा साह्रै प्रब्लम छ, जेरक्स कपी हो कि। आफ्नो ओरिजिनल आइडिया निकाल्दैन। अनि कसैले के सुरु गरेर भ्याट लगायो त्यसको छेउमा एउटा राम्रो मोमो पसल खोलेर अब मलाई आइडिया छ कि मैले खोल्छु भनेर मैले खोल्यो भने भोलि गएर त्यो छेउमा त्यस्तो पचाएर तपाईँ लाहानको बाटोबाट आउनु न, त्यो पेडा बाजेको पेडा, ओहो पुरानो बाजेको पेडा, नयाँ बाजेको पेडा, मिठो पेडा, अति मिठो पेडा है, स्वादिलो पेडा, यो खालि यसरी आउँछ कि। ओरिजिनल कुराहरूलाई चाहिँ मैले मिडियामा त्यति बोल्दैन, तर मनमा चाहिँ राखेको छु। अब म नै आबद्ध छु। आबद्ध भएपछि मेरो कर्म, मेरो धर्म र मेरो कर्मले
मैले जोडेर काम गर्नुपर्छ, नत्र भने त्यो आबद्धताको कुनै भ्याल्यु हुँदैन। ठिक छ। यो अब होटेल म्यानेजमेन्ट विषय, ब्याचलर इन होटेल म्यानेजमेन्ट बिएचएमको कुरा आइरहँदाखेरि अभियसली एजुकेसन भनेपछि अब 3टा पोइन्टहरू हुन्छ, यता प्यारेन्ट्सहरू, हजुरको टिचरहरू र स्टुडेन्टहरू। सुरुमा प्यारेन्ट्स र स्टुडेन्टहरूको चाहिँ एउटा मेन्टालिटी जस्तो नेपालमा बस्ने नबस्ने, होटेल म्यानेजमेन्टले अरू सब्जेक्टहरूसँग कम्पेरिटिभ गर्ने, हजुरले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ एज अ प्यारेन्ट्सलाई र बच्चाहरूलाई? हाम्रो समयमा हजुर हामीले त्यो समयमा यस्तो इन्स्टिट्युटहरू नपाएको हुनाले हामी बाध्यताका कारण बाहिर गएर पढ्यो, होइन? मान्नुहुन्छ यो कुरा? अहिले त नेपालमा छैन र, कति छन्। पहिला म त बाध्य भएर, तर त म त खुसी भएँ। रत्नराजीमा पढेँ, त्रिचन्द्रमा पढेँ, होइन? सरकारी कलेजेसमा पढेको मान्छे हो म। त्योभन्दा पहिला सेन्ट जेभियर, सेन्ट जोसेफ भन्ने जस्तो ठुल्ठुलो, होइन, नर्थमा पढेर पनि म नेपाली कलेजमा पढेर म आज यहाँसम्म आउने मैले मौका पाएँ। मलाई त फाइदा पनि भयो। मैले दुईटै किसिमको मार्गलाई मजासँग देख्न पनि पाएँ, हिँड्न पनि पाएँ र मैले जोडेर अगाडि बढ्दाखेरि मलाई सोचे आज म नेपाली बोल्न सक्छु नि। हजुर सर। अब विदेशमा मात्रै पढ्ने हाम्रा दाजुभाइ दिदीबहिनीहरू मेरै आज पनि अलिकति बोल्यो भने अङ्ग्रेजीमा अगाडि बोलिहाल्नुहुन्छ, बिचरा उहाँलाई गाह्रो। तर म त नेपालमा पनि पढेको भने मैले त्यो पाठ पनि पाएँ, त्यो पक्षलाई पनि मैले सम्हाल्न पाएर। सो कस्तो लाग्छ भन्ने नि मलाई, अब एजुकेसन अहिलेको समय जो बाहिर जान्छु भन्ने त्यो मनस्थिति अहिले आइसक्यो। 12 क्लास गर्दै गर्दाखेरि अस्ट्रेलिया, अमेरिका, जापान यहाँ जान्छु भने किन भन्दाखेरि राज्य संयन्त्रले अझै पनि होइन यस्तो यस्तो इन्स्टिट्युटहरूलाई साथ दिएर के गरौँ न त, वी विल सपोर्ट यु, हामी सपोर्ट गर्छौँ। यसलाई गरेपछि कमसेकम यहाँ हामीले रिटेन गर्नु सकौँ भन्छ। त्यो प्यारेन्ट्सहरूको कति ढुकढुकी छ अहिले 12 क्लास पुगेको प्यारेन्ट्सहरूलाई। मैले जति तपाईँहरूलाई बोल्दैछु तपाईँहरूले सुने, तपाईँहरूको मनमा ढुकढुकी छ। ला पहिला बच्चालाई कसरी चाहिँ हाई स्कुल पढाउने भन्यो भने स्कुलकै चिन्ता हुने, किनकि हामीसँग सामुदायिक स्कुलहरूमा कुनै त्यस्तो उनी छैन कि। अहिले इन्डिया भारतमै जानु न, सामुदायिक स्कुलमा पढ्नुलाई लाइन लागेर लिनुपर्छ, यहाँ छैन के। त्यस कारण स्कुलमा पढाउँदा खर्च छ, अब कलेज त झन् खर्च नि। त्यो प्यारेन्ट्सहरू त न्यून कामदेखि लिएर गर्दा 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 छोराछोरीको एमए पिएचडी गरिन्जेलसम्म उसले घोट्नुपर्ने अवस्था आयो कि। गलत हो नि, गलत हो नि यो त, होइन? त्यस कारण म भन्छु कि अहिले हाम्रो नेपालमा यति यति फेसिलिटिज आइसक्यो पढ्नको निम्ति। पढ्ने भनेको त म तपाईँलाई यहाँ छ, पढ्ने मान्छेले यतिबाट पनि पढ्छ, म त यसबाट पढेको हुन्छु। हजुर, यो मोबाइल खालि त्यो स्क्रल गर्नु जे पाए त्यो बोल्नु लाग्यो नि। यो त एन्साइक्लोपिडिया, यो एन्साइक्लोपिडियाबाट अहिले त एआईलाई हेलो एआई टेल मी समथिङ अबाउट क्याप्टन विजय लामा भनेर बडर निकालिदिन्छ। वेयर इज कान्तिपुर इन्टरनेसनल कलेज, वाट आर द फ्याकल्टिज भनेपछि झर निकाल्दै आउँछ के। त्यो थिएन नि हाम्रो समयमा। त्यस कारण यस्तो हुँदा हुँदा पनि प्यारेन्ट्सहरूले नै बच्चालाई के दिमागमा के राख्दैछ भने अब जानुपर्छ, जाऊ विदेशै जानुपर्छ। किन थाहा छ? दुईवटा कुरो, कि त जेन्युनली भनेको प्यारेन्ट्सले उसको छोराछोरीलाई, कि त होइन छोराछोरी यहाँ एकदम अप्ठ्यारो कि अब भएपछि के गर्छ, पर गएपछि त सकिहाल्यो। सकिँदैन नि, तपाईँहरूको अभिभावक त कहिले पनि सकिँदैन। किनभने विदेश गएपछि ऊ छोराछोरीले पैसा माग्छ, पढाउनै पर्यो। यहाँको मुद्रा ऐनले हामीसँग पठाउनुलाई के छ, एनओसी दिए पनि गाह्रो छ नि। अनि रात दिन त्यसको लागि कति टसल, कहिले जिन्दगीमा शान्ति नै भएन। त्यसो मनलाई शान्त गराउनुलाई पनि, राम्रो हुनुको लागि पनि, होइन, हाम्रै देशभित्र अब एजुकेट गर्ने नि। मेरो भनाइ चाहिँ सर, क्लास 12 पछि ब्याचलर्स अनि मास्टर्ससम्म, ब्याचलर्स भनौँ न, अहिले मास्टर त नभनौँ ल, ब्याचलर्ससम्म यहाँ पढिदिउँ न। आखिर त्यही पढाउने त हो त्यहाँ, विदेशमा त्यही नै होइन? के फरक छैन नि। यहाँ तपाईँले वर्षमा 50,000ले पढाउनुहुन्छ भने विदेशमा त त्यहाँ गएर त कति लाख गएको, कति गाह्रो छ कि। सो यो कुरा गरेर अनि हायर एजुकेसनको लागि, स्पेसलाइजेसनको लागि चाहिँ विदेश जाँदा राम्रो हुन्छ कि जस्तो फिल भएको मलाई।
सरले मेरो अलिकति मनको कुरा जस्तै निकाल्नु मैले त्यही विषयवस्तु जोड्न खोजेको थिएँ। जस्तो अब नेपाल कृषि प्रधान देश भन्छ, हजुरको खासै त्यति धेरै डेभलप छैन। अब मैले हाम्रो छिमेकी मुलुकबाट कति अरबको आउँछ नि, अनि त्यो आएको औषधि के अरे त्यो आएको भेजिटेसनहरू यहाँ क्वारेन्टाइनमा राखेर चेक गर्ने कसले गराएको छ? हिजो मैले एउटा पोइन्ट हेरेँ, कसले बोल्दै हुनुहुन्थ्यो बिर्से, प्राय जस्तो क्यान्सर भिक्टिम्सहरू अहिले विदेशमा ट्रिटमेन्ट गर्न जाँदा त्यहाँ भएको भेजिटेरियनहरू छन् अरे भनेर आएँ। मैले कसले बोल्नुभएको मैले हेरिरहेको थिएँ। म यस्तो यस्तो कुरो चाहिँ हेर्छु क्या, अनि कस्तो राम्रो इक्जाम्पल दिनु हो नि, यहाँ कुनै चेकै छैन। और मासु खानेहरू चाहिँ क्यान्सरको भिक्टिम भएको छैन रहेछ। यहाँ अधिकतम मात्रामा भेजिटेरियनहरूलाई नै क्यान्सर किन भयो भन्दा यो सबै हामीसँग प्रपर क्वारेन्टाइनमा चेक इन गरेर पेस्टिसाइड्स होइन, अनि यसलाई चेक एन्ड ब्यालेन्स पनि भएन नि त्यहाँ। अनि त्यो केमिकलले त सकायो त जिउलाई त है, जबरजस्ती पकाएको आँप, जबरजस्ती पकाएको फलफुल, जबरजस्ती पकाएको के अरे भेजिटेरियन सबै, त्यसले गर्दाखेरि साइड इफेक्ट्सहरू छ। यी सबै कुराहरूलाई अब मलाई चाहिँ फेरि हामी कलेजसँग जोड्न चाहे, कलेजसँग जोड्न भने यस्तो यस्तो एजुकेसन पनि इन्कर्पोरेट गरिदिनुपर्छ भन्ने चाहिँ मेरो रिक्वेस्ट। हेल्थ स्यानिटेसन यो न्युट्रिसनको कुरा पनि फुल सेफ्टी हामी कान्तिपुर इन्टरनेसनल कलेजले पनि कुरा गरिदिनु कि भोलि गएर हामीहरूले अब समय चाहिँ के भने यहाँबाट पढेर जानेहरू यति कन्सियस होस् न, कसरी सफा गर्ने, कसरी हाम्रा अग्रजले सिकाएको होइन त हिजोको दिन के अरे च्याउ जहाँबाट लिएर आए पनि नुन चाहिँ राखेर एकछिन हेर है काँसको तामाको भाँडामा भने त्यसमा त्यसले रियाक्ट गर्छ कि गर्दैन भनेर त्यस्तो कुराहरू पनि ल्याउनु हो कि हाम्रो हुन्छ नि हरेक चिजलाई चाहिँ इन्कर्पोरेट गर्नुपर्छ। सो नेपाल भनेको हेर्नुहोस् सम्भावनाले परिपूर्ण देश हो, तर सोचको विकासै नभएर हामी अड्क्यौँ। मैले हजुरको यो पर्यटन विकासमा चाहिँ अलिकति खास कुरा गर्न चाहेको थिएँ। जस्तो अब नेपालमा हजुरको पर्यटन व्यवसायमा सम्भावना छ, अब त्यसको लागि त हामी जस्तो होटेल इन्डस्ट्री अब अहिले त हजुरको नयाँ नयाँ चेन होटेलहरू आइरहेका छन्, त्यसको लागि त अभियसली इम्प्लोइ त चाहियो, स्टाफ चाहियो। अब यस्तै हाम्रो कलेजहरूबाट नै प्रड्युस हुनु पऱ्यो, विद्यार्थीहरू त यहीँकै हो। हजुरले अब बच्चाहरूलाई चाहिँ अलिकति नेपालमै पर्यटनको सम्भावनाको विषयमा चाहिँ थोरै बच्चाहरूले स्टुडेन्टहरूलाई न्यू कमर्सलाई केही भनिदिनु छ? गरी खानेलाई यहीँ छ सबै, पैसा जताततै उडिरहेको छ, सम्भावना जताततै छन्, तर हामीले के छ भने मैले एउटा एल्केमिस्ट पौलो कोएलोको किताब पढेको कि त्यो पछि मेरो जीवनमा ठुलो ट्रान्सफर्मेसनमा आएको। हामीहरू जहिले पनि हाम्रो सपना पर मात्रै देख्छौँ, तर त्यो सपना साकार पनि नाक अगाडि हुँदा हुँदा पनि थाहा नभएको। यो देशमा यति प्रोबेबिलिटिजहरू छ होइन कि हामीले चाहे जे पनि गर्न सक्छौँ, र गर्नेलाई जहाँ पनि ठाउँ छ, नगर्नेलाई कहीँ पनि छैन। अब त अहिले कतिवटा आउटलेटहरू खुलिसक्यो, कतिवटा चेनहरू त्यहाँ मात्रै गएर कमाउन, महिनामा 5,000 कमाउनु भनेको नि 5 लाखभन्दा बढीको इन्कम भन्छु। किन भन्दाखेरि त्यहाँ के सिकिन्छ त, काम गर्ने बानी हुन्छ, कमाएपछि स्वाभिमानको कुरा आउँछ, त्यसपछि सिकिन्छ, त्यसपछि सिक्दा सिक्दै त्यहाँ लिडरसिप क्वालिटीहरू गेन हुन्छ, त्यसपछि बोल्न सकिन्छ, कम्युनिकेसन फ्याक्टर्सहरू सिकिन्छ। कति पैसामा मात्रै तुलना गर्नु भएन कि मैले आएर जोइन गर्दाखेरि कति खायो होला तपाईँ भन्नुहोस् त ल? सरको अब त्यो हामी स्टाइपेन्ड पाउँथ्यो 1,025 रुपियाँ खाएर आएको मान्छे। धेरै वर्ष भयो हजुर, निकै वर्ष भयो 38 वर्ष भयो। त्यस कारण यी सबै सम्भावनालाई हामीहरूले नकारिरहेको मात्रै हो। र मेरा भाइ बहिनी तपाईँहरूलाई मेरो विनम्र अनुरोध हो, फेरि तपाईँले सोध्नुहुन्छ तपाईँ आफू चाहिँ आफ्नो परिवारलाई बाहिर पठाउने अनि तपाईँ आफै चाहिँ विदेशमा पढेर आएको भनेर भन्नुहुन्छ। हो गयौँ, त्यतिखेर हामीसँग कुनै सम्भावनाहरू देखिया थिएन, अपर्च्युनिटिजहरू पनि थिएन र फेसिलिटिज पनि थिएन र हामी बाहिर जानु पर्यो। तर आज त छ नि, तपाईँले यति पैसामा त्यही नलेज गेन गर्नु सक्नुहुन्छ, जुन नलेज तपाईँले विदेशमा जानु भने यति पैसा लाग्छ। तपाईँको आमा बुवाको अभिभावकको सारा श्री सम्पत्ति नै सखा पारेर तपाईँ डिग्री लिएर के गर्ने? भोलि त चाहिने घरै हो,
घाँस बाँस कपास त चाहिन्छ चाहियो सर, चाहियो। त्यतिको लागि यहाँबाट पनि सकिन्छ नि त सकिन्छ। के 3 करोड जनतामा के 3 करोडै विदेशी आएको छ त छैन नि कति होला ल निकाल्नु न पढ्ने कुरा गरेको है मैले फेरि काम गर्नुले त बाध्यता भएर बिचरा जानुभएको त 70-80 लाख होला त्यो पनि अर्को दुःखको पाटो हो नि त तर ती काम गर्नु जानुभएका स्किल्ड अब हाम्रो कान्तिपुर इन्टरनेसनल कलेजले यस्ता यस्ता संस्थाहरूले त्यहाँ विदेशमा गएका हाम्रा जुन होटल म्यानेजमेन्टमा छ नि उहाँहरूको एक्सपर्टिज तान्ने हुने त हो कि छोडिदिने त हो होइन सर म त मेरो सपना त्यही हो मेरो भाइ बहिनीलाई फकाउने हो ल्याउने हो उहाँहरूले सिकेको ज्ञानलाई यहाँ सदुपयोग गर्ने कतार हाम्रो नेपालीले बनेको हो मान्नुहुन्छ बाटोदेखि नै सारा मलेसिया हाम्रो नेपालीले बनाएको मान्नुहुन्छ आज अस्ट्रेलियाको कुरा गर्नुहोस् न अस्ट्रेलियामा यति हेल्थको सेक्टरमा यति ठुलो प्रभाव छ नि हामी नेपालीहरूको त्यो सम्पूर्ण हाम्रो दिदीबहिनीहरू भाइ दाजुभाइहरूले हात खुट्टा यसो उठाइदियो भने नि कोल्याप्स हुन्छ तर हाम्रो सरकारले कहाँ हेरेको छ अमेरिकामा छैन कहाँ छ त्यस कारण म त भन्छु कि वाउ अमेजिङ कन्ट्री वी लिभ इन अ ल्यान्ड अफ अनइमेजिनेबल ल्यान्ड मैले के भन्छ अनइमेजिनेबल नेपाल अपर्च्युनिटीहरू त्यति छ It was really nice talking with you, sir. Thank you so much for your time. फेरि हजुरलाई कलेजमा स्वागत गरौँ। Namaste. Thank you so much. Thank you so much.